नमस्कार साथीहरू, आज म यो प्यान बिल छ यो प्यान बिलबाट चाहिँ अहिले नेपाल सरकारले सञ्चालनमा ल्याएको जुन 10 लाखसम्मको पुरस्कारमा चाहिँ कसरी सहभागी बन्ने, 10 लाखको विजेता चाहिँ कसरी बन्ने भन्ने र कसरी सहभागी बन्ने भन्ने विषयमा म स्टेप बाई स्टेप पनि म तपाईहरुलाई देखाउन गएको छु। सबैभन्दा हामीले चाहिँ गुगल क्रोममा गएर ब्राउजरमा के खोल्नुपर्छ भनेपछि prize.ird.gov.np चाहिँ हानिसकेपछि तपाईँ के छ भनेपछि आन्तरिक राजस्व विभाग भन्ने सुरुमै आउँछ, जसमा prize.ird.gov.np छ। त्यसमा चाहिँ हामीले क्लिक गरौँ। अब चाहिँ हामीले ख्याल गर्नुपर्छ के गर्नुपर्छ भनेपछि यो बिलको भुक्तानी कसरी गरेको, एउटा नगद अप्सन के छ, एउटा नगदमा गरिएको हो कि या अनलाइन पेमेन्ट क्यूआर बाट गरेको हो कि हैन। क्यूआर जस्तै तपाईको मोबाइल ब्याङ्किङ पनि हुन सक्छ, खल्ती एप्सबाट पनि हुन सक्छ, इस्युवा पनि बाट पनि हुन सक्छ हैन। अब यदि चाहिँ क्यूआर गरेको छ भनेपछि हामीले यसरी चाहिँ यो वेबसाइटमा चाहिँ हामीले चाहिँ अपडेट गर्नु पर्दैन, किनकि अटो चाहिँ के जेनेरेट उले चाहिँ सिस्टमले चाहिँ अटो चाहिँ कुपन चाहिँ जेनेरेट गरेको हुन्छ, त्यसमा हामीले केही गर्नु पर्दैन। अब यदि तपाईहरुले चाहिँ क्यूआर नगरेर क्याश पेमेन्ट गर्नु भएको छ र यस्तै चाहिँ बिल ल्याउनु भएको छ भनेपछि अब कसरी अपडेट गर्ने भन्ने कुरा चाहिँ म तपाईलाई गर्न गइरहेको छु। नगद भन्ने ठाउँमा चाहिँ क्लिक गर्नुस्। त्यसमा क्लिक गरिसकेपछि चाहिँ बिलको विवरणमा चाहिँ हामीले के गर्नुपर्छ भनेपछि बिलको विवरणमा बिल नम्बर भनेको छ। बिल नम्बर मैले 436 हाने है त। अनि बिलको विक्रेताको प्यान नम्बर हामीले के ख्याल गर्नुपर्छ, बिल त यस्तो हुन्छ तर यो बिलमा चाहिँ माथि चाहिँ तपाईको प्यान लेखिएको हुन्छ, त्यो प्यान चाहिँ यसमा प्यान लेखेको हुन्छ, त्यो प्यान नम्बर चाहिँ अनिवार्य हुनुपर्छ, न त यो बिलको मान्यता हुन्न र नेपाल सरकारको त्यो जुन कार्यक्रममा सहभागी हुन सकिन्न त्यो हैन। अब चाहिँ तपाईको विक्रेताको प्यान नम्बर के छ, विक्रेताको प्यान नम्बर हाने मैले 6122422522। अब बिल मिति कहिलेको हो त, बिल मिति मेरो के छ भनेपछि 20 गतेको छ, 20 गतेको राखिसके। अब चाहिँ कुल रकम कतिको, मैले चाहिँ यो 660 को चाहिँ बिल लिएको थिएँ साबुन किन्दाखेरिको। अब भुक्तानीकर्ता विवरण, जस्तै भुक्तानीकर्ता को हो त, जस्तै मैले चाहिँ क्याश पेमेन्ट गरे भने चाहिँ मेरो नाम लेख्ने चिरञ्जीवी पौडेल। मोबाइल नम्बर आफ्नो मोबाइल नम्बर राख्नुपर्छ। मोबाइल नम्बर राखे र ठेगाना राखे धौलागिरी 7 म्याग्दी। अब हामीले सबैभन्दा पनि हामीले के ख्याल गर्नुपर्छ, बिलमा भएको सत्य विवरण चाहिँ लेख्नुपर्छ, हामीले गलत इन्फर्मेसन चाहिँ लेख्नु हुँदैन। अब चाहिँ यति गरिसकेपछि पुरस्कार कुपन सिर्जना गर्नुहोस्, हामीले यसमा क्लिक गर्ने। मेरो चाहिँ के भयो भनेपछि पुरस्कार कुपन सिर्जना भयो 020483798230। यसरी चाहिँ तपाईँ हामी चाहिँ नेपाल सरकारले चाहिँ करदाता प्रोत्साहन कार्यक्रममा चाहिँ यसरी सहभागी हुन सकिन्छ। त्यति धेरै गाह्रो छैन साथीहरू, एकदम सजिलो छ। एकचोटि चाहिँ तपाईँले ट्राई गर्नुहोस्। यो भिडियो अन्तिमसम्म हेरेर साथ दिनुभयो भनेपछि तपाईँ पक्कै पनि बुझ्नुहुन्छ। अन्तिममा के भन्न चाहन्छु भनेपछि यस्तै जानकारीमूलक भिडियो हेर्नको लागि मेरो चाहिँ आइडीलाई चाहिँ फलो गर्न नबिर्सिनु होला, लाइक शेयर र कमेन्ट गर्न नबिर्सिनु होला भन्न चाहन्छु। धन्यवाद।